जिल्ला भूमि अधिकार मञ्च सिराहाका अध्यक्ष जीसँग केही कार्यक्रम कसरी सफल भयो भन्ने विषयमा हामी छलफल गर्न जाँदैछौँ। स्वागत छ यहाँलाई अध्यक्षजी। हस्, धन्यवाद। जय बोली। सबरी अनलाइन खबरमा के विषयमा आज कार्यक्रम सम्पन्न गर्नुभयो अनि के विषयमा कार्यक्रम सञ्चालन गर्नुभएको छ? यो आजको हाम्रो जिल्ला भूमि अधिकार मञ्चले सरकारको उठीवास विरुद्ध भूमिहीन सुकुम्बासीहरूको लागि जबरजस्ती उठीवास गरेको विरुद्धमा हाम्रो असन्तुष्टि हो र पालन सरकारप्रति पनि हामी भूमिहीन सुकुम्बासीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि मेरो असन्तुष्टि व्यक्त गर्न चाहन्छु र भूमिहीन सुकुम्बासीहरूको पक्षमा उहाँले व्यवस्था गरेको कारण हामी आज यो धनगढी माई नगरपालिकाको तरकारी बजारमा यो कोलसभा गर्न बाध्य भएको हो सुकुम्बासीहरूको हितको निम्ति। अनि आन्दोलन गर्नै पर्ने अवस्था सरकारले गर्नुभएको छ। अब आन्दोलन गर्नै पर्ने बाध्यता हो रहन्छ। अब हामी जनतालाई आन्दोलन गर्नुपर्छ भन्ने कुरा रहर होइन, बाध्यताले गरिन्छ। यो बालिनले आफ्नो पुँजीवादको ढाँचाहरू देखाएको कारणले हामीले यो भूमिहीन सुकुम्बासीहरूको आन्दोलन गर्नु बाध्य भएको। अनि यो कार्यक्रम कहाँबाट कहाँसम्म तपाईँहरू पुग्नुभयो? यो कार्यक्रम हाम्रो यो तरकारी बजारदेखि धनगढी नगरपालिकाको बजार एरिया घुमेर र नगर प्रमुख शिवशङ्कर महतोज्यूलाई अनुरोध पत्र सुकुम्बासीहरूको लागि चाहिँ नगरपालिकाले पनि आफ्नो अडान राख्नुपर्छ। मेयरज्यू कहाँ जानुभएको थियो? नगरपालिकाको कार्यालयमा मेयरज्यूलाई तपाईँहरू ध्यान आकर्षण पत्र दिनुभयो, त्यसमा के भन्नुभयो नगर प्रमुखज्यूले? नगर प्रमुखज्यूको अब हाम्रो भूमिहीन सुकुम्बासीको पक्षमा सकारात्मक कुराहरू आएको छ। अब उहाँले अब सरकारको कुरा मान्नुपर्छ। उहाँ पनि स्थानीय सरकार हो। अब सिडिओको निर्देशनअनुसार हुँदैन, जबरजस्ती उठीवास गर्नु हुँदैन र व्यवस्थापन गर्नुपर्छ। जब मात्रै भूमिहीन सुकुम्बासीहरू आफ्नो पक्ष नभए फेरि पनि यो आन्दोलन चर्किन सक्छ र शिवशङ्कर महतो माथि पनि खनिन सकिन्छ भन्ने कुरा। अब केन्द्र सरकारले त्यो गरिब भूमिहीन सुकुम्बासी, दलित भूमिहीन सुकुम्बासीलाई बस्नु भएको अव्यवस्थित बसोबासीहरूलाई स्थानीय सरकारले संरक्षण गर्न सकिन्छ त? सकिन्छ, किन सकिँदैन? अब यहाँ त गर्नु नचाहेको मात्रै हो सरकारले। होइन, मैले भन्न खोजेको अब केन्द्र सरकारले जुन निर्णय पारित गर्नु भइसक्यो, विधेयक नै पारित गर्नु भइसकेको छ भने गरिसकेको छ अवस्था हो। अन्त अब उहाँहरूले अब पुरानो राजनीतिक दलको भूमि ऐन सम्बन्धी कुराहरूलाई अहिलेको सरकारले नटेरेको अवस्था हो। उनीहरूले संशोधन गरेको छ। नयाँ कानुन स्थानीय सरकारले यो समस्यालाई समाधान गर्न सक्छ कि अब केन्द्रको चिठी नै पालिकाहरूमा आइसकेछ भने स्थानीय सरकारले यो समस्यालाई समाधान गर्न सकिन्छ कि सकिँदैन, त्यो भन्न मैले खोजेको। अब मान्न त पर्छ नै अन्त, सही कुरामा सही हो, तर व्यवस्थापन तरिकाले, उठीवास होइन, व्यवस्थापन तरिकाले सही भूमिहीन सुकुम्बासी पत्ता लगाउनु पर्यो, हुकुमबासी हटाउनु पर्यो र अनि वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर उहाँहरूलाई बाँस घाँस कपासको ग्यारेन्टी गर्नुपर्छ स्थानीय सरकारले पनि। यो कुरा भूमि अधिकार मञ्चले धेरै पहिलादेखि नै उठाइरहेछ। कतिकै ठाउँमा लगत सङ्कलनसम्म भइसकेछ भने अहिलेसम्म किन पूर्जा पाउनु भएन त? पूर्जा त पाउँथ्यो होइन, सरकार बदलेको कारणले अहिले सरकारले यो सरकारले बाँड्न सकिरहेको छैन र अहिले अब यो मलाई के लागेको छ भने यो सरकारले अब आयोग पनि बनाउँदैन।
र यसले कर्मचारी संयन्त्रबाट भूमिहीन सुकुम्बासीहरूको लागि पूर्जा वितरण गर्ने भन्ने विषयमा वडा नगरपालिकादेखि वडासम्म चाहिँ कर्मचारी संयन्त्र बनाएर भूमिहीन सुकुम्बासीहरूलाई त्यो समस्या समाधान गर्नुपर्छ। पुरा मलाई लाग्छ आयोग गठन गर्दैन। जबसम्म आयोग गठन गर्दैन भने सुकुम्बासीको समस्या समाधान हुन्छ। यो चाहिँ भूमि समस्या समाधान मन्त्रालयद्वारा कर्मचारी संयन्त्रबाट वितरण भयो भने चाहिँ यो भूमि सुधार काम सम्पन्न हुनसक्छ। के हो कर्मचारी तन्त्रबाट समाधान हुन्छ यो समस्या? आयोग नगठन गरिकन समस्याको समाधान हुन सक्छ? आयोग गठन नेपाली सरकारले गर्दैन। अन्त यसले चाहिँ कर्मचारी संयन्त्रबाट भूमि समस्या समाधान गर्न चाहिरहेको छ। हस्, धन्यवाद।